नमस्कार। आज हामी रबरकोमा आएको छौँ हो। पहिला पनि आएको थियौँ म। अन्तखेरि आज चाहिँ हामी यहाँ सुत्ने विचार गरेको छौँ। राम्रो रमाइलो छ, सबैजना आफ्नै नेपालीहरू दाजुभाइ है। अन्तखेरि सुत्नु खानु त्यसको पनि असुविधा छैन। अन्त त्यही कारण हामी एकछिन अहिले भर्खर आइपुगेको, अन्तखेरि खाँदैछौँ। अन्त आज चाहिँ यहीँ बस्ने, भोलि पनि जाने अब हाम्रो दाजुले भन्नुहुन्छ। र रब्रो भन्थे होइन, हामीले युट्युबमा हेर्थेँ, फेसबुकमा हेर्थेँ, बहुत खुसी लाग्थ्यो है। र आज साक्षात्कार उहाँलाई भेट्नु पाउँदाखेरि चाहिँ अब एक प्रकारको रमाइलो लाग्यो क्या। उहाँको जुन प्रकारको एउटा उयो छ नि, इन्थुजियास्टिक उसको जीवन छ नि, त्यो देखेर चाहिँ मलाई भयङ्कर खुसी लाग्यो क्या। उहाँ चाहिँ डाउन टु अर्थ हुनुहुँदो रहेछ है। र सबैजनासित मिलनसार हुनुहुँदो रहेछ, जोसित पनि भेट्नुहुँदो रहेछ, जोसित पनि बात गर्नुहुँदो रहेछ है। र उहाँको जुन कुराले चाहिँ मलाई एकदम खुसी लागेको छ। धेरै धेरै धन्यवाद छ है उहाँलाई। रबलाई चाहिँ म भयङ्कर अब रबलाई साक्षात्कार भेटाइदिनु नि त मलाई, होइन रबरा चाहिँ त्यहाँनिर हिँड्नु रहेछ है अहिले। यो चाहिँ उहाँको चाहिँ है अहिले त्यहाँनिर हुनुहुन्छ है, बिजी हुनुहुन्छ बिचरा है। अब यति बिना अब झ्याउ छ यस्तो जग्गामा पनि उहाँले चाहिँ अब यस्तो दामी एउटा हब चाहिँ तयार गर्नुभएको छ कि अब जो चाहिँ अब हामीले सोचेर पनि अब हामी सोच्नु सक्दैनौँ क्या, सोच्नु नै सक्दैनौँ। अब यस्तो जग्गामा चाहिँ उहाँले यस्तो हब चाहिँ तयार गर्नुभएको छ जहाँ चाहिँ अब खचाखच मान्छेहरू भरेर चाहिँ अब उहाँको इन्कमलाई इन्क्रिज गरिरहेको छ है। यो सिकेर योद्वारा चाहिँ हामीले सिक्नुपर्छ क्या, हामी सबैले सिक्नुपर्छ कि मोटिभेसन जहीँ पनि मोटिभेसन हुनुपर्छ कि मोटिभेट हुनुपर्छ क्या। जहीँ गए तापनि हामी जस्तै जग्गामा भए पनि हामीले हाम्रोमा जज्बा छ, हाम्रोमा हिम्मत छ, हाम्रोमा इच्छा छ भने चाहिँ हामीले केही न केही गर्नु सक्छौँ भनेर क्या। र यो रबरले गरेको जग्गा देखेर चाहिँ म अझै मोटिभेट भएको छु। र क्याफे ल्यान्ड्रेनलाई चाहिँ म रबरको के भन्छ इन्थुजियास्टिक र उहाँको हिम्मतद्वारा चाहिँ म आजको दिनमा उहाँको साथमा छु। र उहाँले जुन गरेको छ त्यसरी नै म क्याफे ल्यान्ड्रेन पनि अगाडि बढाएर लान चाहन्छु। थ्याङ्क यू। एकपल्ट देखाएको थियो है, एक चक्कर चाहिँ उहाँ रबरको हाम्रो देखाइदिनु। यो चाहिँ हाम्रो रबरको एउटा सिम्पल के भन्ने क्याफे भन्नु थियो होइन, सिम्पल होइन, मतलब ब्याम्बुको छ होइन, तर सिम्पल होइन, कति मान्छे छैन यहाँ, कच्चा छ यहाँ छ, यति फुल छ। तर आज हामी साथ सबैजना फर्किन्छ, तर हामी चाहिँ यहाँ बस्ने होइन। यहाँ छ हाम्रो साथी रबर हेर्नु हिँड्दैछ, एकदम बिजी मान्छे। ओके।